धन्यवाद कार्यक्रम सञ्चालक सर। यस कार्यक्रम सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, तालिम केन्द्रका वरिष्ठ प्रशिक्षकज्यूहरू, साथै तालिम केन्द्रलाई रिप्रेजेन्ट गरेर आउनुहुने कर्मचारीहरू, त्यसै गरी नवप्रवेशी हाम्रा न्याय सेवाका साथीहरू, 6 दिनको अनुभवलाई कन्स्ट्रक्टिभ वेमा रिप्रेजेन्ट गर्ने भनेर रारा समूहबाट मैले प्रतिनिधित्व गरेकी छु। सिन्स कन्स्ट्रक्टिभ वेमा फिडब्याक दिने भनिसकेपछि मैले यसलाई थोरै आफ्नो विगतसँग पनि जोड्न चाहेँ। त्यति बेलाको समय थियो, मेरो यो अनुभव चाहिँ मेरो व्यक्तिगत अनुभव हो, सबैजनासँग चाहिँ मिल्दैन, मसँग मात्र मिल्छ। त्यति बेलाको समय थियो जति बेला हामी चाहिँ चैत्रमा लोकसेवा आयोगको परीक्षा दिइराखेका थियौँ अनि मैले यसो सम्झेँ धेरै कुराहरू पढ्दै थियौँ। पढ्दै जाँदा चाहिँ अन्तिम दिन आएपछि चाहिँ अब कुन चाहिँ इम्पोर्टेन्ट हो त्यसलाई मात्र ध्यान दिने भन्ने हुँदो रहेछ। कानुनको परीक्षा दिने भनेपछि मैले चाहिँ यसो सम्झेँ हामीलाई चाहिँ यो बजेट चाहिँदैन होला भन्ने लाग्यो। किन पो चाहिने हो, प्रशासनतर्फ होला भन्ने जस्तो मेरो एउटा अनुभव थियो। बजेटको पाटो पुरै अनि त्यस पछाडि हाम्रो यो योजना जुन छ, योजनाको पाटो पुरै स्किप गरेर म इक्जाम लेख्न गएको। 15औं योजनाको समीक्षा लेख्नुहोस् भनेर क्वेसन आइरहेको थियो। म त्यतिखेर डर परेको थिएँ। त्यस पछाडि इन्टरभ्यू भयो, सबै कुराहरू प्रोसेस भइसकेपछि नास्कमा छिर्यौँ। नास्कमा छिरेर पनि हामीले चाहिँ वित्तीय व्यवस्थापन सम्बन्धी एउटा मोड्युल नै थियो, त्यहाँ पनि लाग्यो हामीलाई खासै आवश्यक छैन होला भन्ने लागेको थियो। त्यस पश्चातको सूचनामा लाग्यो, सूचनामा के आएको थियो भने अबका हाम्रो 1 हप्ता चाहिँ सार्वजनिक वित्त व्यवस्थापनमा तालिम हुँदैछ भनेर। अब चाहिँ बिस्तारै मैले पनि के कुरा एक्सेप्ट गर्न थालेको थिएँ भने ओहो, न्याय क्षेत्रमा वित्तीय सेवा चाहिँ चाहिने पो रहेछ कि क्या हो भनेर। 6 दिनको तालिममा सुरुका दिन 2 दिन चाहिँ मलाई कस्तो लाग्यो भनेदेखि स्लाइड मात्र स्किप भइरहेको छ, सरले के भन्नुभएको छ दिमागमा चाहिँ मेरो छिरेकै छैन। त्यस पछाडि बिस्तारै सरहरूले भन्नुभयो तपाईँहरूलाई यो कुरा यो ठाउँमा लागू हुनसक्छ, यतिखेर चाहिँ तपाईँले यसरी एड गर्नुपर्ने हुन्छ र तपाईँले चाहिँ यो कुरा जान्न जरुरी छ। त्यस पछाडि चाहिँ बिस्तारै ती 4 दिनका कक्षाहरू चाहिँ हाम्रा जीवनका महत्त्वपूर्ण कक्षाहरू रहेछन् भन्ने भान भयो। अघि हुमसरले धेरै कुरा भनेर जानुभयो, मैले चाहिँ एउटा सामान्य विद्यार्थीको रूपमा मैले यहाँ भोगेका कुराहरू भन्न जाँदैछु। हाम्रो तालिम सुरु भयो 10 बजेबाट र तालिम केन्द्रको महत्त्वपूर्ण र मन परेको पक्षहरू मलाई लागेको सुरुमा राष्ट्रिय गानबाट स्टार्ट हुनु, जुन चाहिँ राष्ट्र भावनाले ओतप्रोत गरेर हाम्रो कक्षा स्टार्ट हुनु। त्यस पश्चातमा अघिल्लो दिनको कक्षाको समीक्षा हुनु, त्यो सबैभन्दा राम्रो पार्ट लाग्यो किनभने आफूले स्किप गरेको कुराहरू पनि साथीहरूले टिपिराख्नु भएको हुने रहेछ र रिभिजन हुँदा अझ बढी क्लियर हुने रहेछ। यो मानेमा मैले अलि राम्रो यसलाई माने। त्यस पछाडि भनेको कन्टेन्ट वाइज चाहिँ एकदमै स्ट्रङ, तर यसमा चाहिँ हामी पनि स्ट्रङ हुनुपर्ने रहेछ। दुईतर्फी स्ट्रङ भइएन भने चाहिँ खासै राम्रो मेल नहुने रहेछ। त्यो भएको भएर अलिकति आफू विक भएको भएर होला, वित्तीय कुराहरूमा धेरै कुरा चाहिँ दिमागमा छिरेन। तर आज अन्तिम दिनसम्म आउँदै गर्दा भान चाहिँ के भयो भने हामीलाई यो 1 हप्ताले चाहिँ खासै धेरै नपुग्ने रहेछ। नपुग्ने भन्दै गर्दा फेरि हामीलाई हरिभक्त सरले भन्नुहुन्थ्यो तपाईँलाई भोक मात्र जगाउने हो भनेर। भोक चाहिँ टन्नै जाग्यो। अब कतिको खाइन्छु त्यो चाहिँ कार्यक्षेत्रमा गएपछि थाहा हुन्छ होला। कन्स्ट्रक्टिभ फिडब्याक भन्नुभएको छ सरले, हाम्रो अलिकति हामीलाई खर्क्यो कि स्टुडेन्ट भएको नाताले यो कुरा चाहिँ कम्प्लेन गर्न पाइन्छ जस्तो लाग्छ मलाई। हामी यहाँ 10 बजे ठ्याक्कै आइपुग्नु पर्ने, नआइपुगेमा अलिकति सजाय पनि भोगिने। आउँदै गर्दा चाहिँ तयारी भएर आउँदा हामी चाहिँ ठ्याक्कै 8 बजे कम्तीमा पनि घरबाट हिँड्नु पर्ने। 10 बजे कक्षा